नेपाल सरकारले विश्वव्यापी टेक दिग्गज फेसबुक, युट्युब र ट्विटरलाई कडा अल्टिमेटम दिएको छ। अप्रिलको मध्यसम्ममा सरकारमा दर्ता गर्नुहोस्, नत्र राष्ट्रव्यापी प्रतिबन्ध ब्यान्डको सामना गर्नुपर्ला। रूपन्देहीमा आयोजित राष्ट्रिय पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले घोषणा गरे कि बारम्बार सूचना दिए पनि मेटा जस्ता प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा दर्ता गरेर बाँकी छ। अनलाइन घोटाला, गलत सूचना र अनियमित सामग्रीको बारेमा चिन्ता व्यक्त गर्दै मन्त्रीले जोड दिए कि डिजिटल प्लेटफर्महरू अन्य देशहरूमा जस्तै जवाफदेही हुनुपर्छ। गुरुङले सरकारको कदम प्रेस वा अनलाइन मिडियालाई मौन पार्ने उद्देश्यले नभई विश्वव्यापी टेक खेलाडीहरूलाई नेपाली कानुनी क्षेत्राधिकारभित्रमा ल्याउने उद्देश्य हो भनी आश्वासन दिएका थिए। टिकटक र भाइबर जस्ता प्लेटफर्महरूले पहिले नै पालना गरिसकेका छन्, तर अरूले अब टिकटिक घडीको सामना गरिरहेका छन्। यदि चैत्रको अन्त्यसम्ममा दर्ता र स्थानीय प्रतिनिधित्व आवश्यकताहरू पुरा भएन भने सरकारले नेपालको डिजिटल स्पेसबाट यी प्लेटफर्महरू अनप्लग गर्न हिचकिचाउने छैन भनी बताएका छन्।